यो दृश्य शीतल निवासको हो। राष्ट्रपति निवासमा यति बेला फरक चहल पहल देखिएको छ। त्यहाँ भर्खरै मात्र प्रधानमन्त्री बालेन्द्र शाहको शपथको कार्यक्रम सुरु भइरहँदा बटुकहरूको शङ्खनादबाट सुरु भएको थियो भने हामीले 108 बटुकबाट स्वस्ति शान्ति वाचन र बौद्ध भिक्षुबाट अष्टमङ्गल पाठ भएको पनि देख्यौं। प्रधानमन्त्री बालेन्द्र शाहले शपथ ग्रहण गर्दै गर्दा उहाँले यो फरक शैली र फरक आस्थाका साथमा शपथ ग्रहण गर्दै हुनुहुन्छ। यो बीचमा हामी हिजै मात्र शपथ ग्रहण गर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई देखिरहेका छौं, जस्तै स्वर्णिम वाग्ले, जसको नाम यति बेला अर्थमन्त्रीका रूपमा पनि चयन भएको छ। हामी नयाँ मुहारहरू जुन संसदमा हुनुहुन्छ उहाँहरूलाई देखिरहेका छौं। गृहमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ भन्ने कुरा छ सुदन गुरुङ। यसैगरी यो मञ्चमा आसीन भएका व्यक्तित्वहरू हेर्न सक्छौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल। यसैगरी यति बेला बौद्ध भिक्षुहरूलाई पनि हामीले दृश्यमा देखिरहेका छौं। प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह हो यो शीतल निवासमा बिहानदेखि नै तयारी भव्य रूपमा गरिएको छ। बटुकहरूद्वारा शङ्खनाद भइसकेको छ। 12 बजेर ठिक 34 मिनेटमा प्रधानमन्त्रीमा बालेन्द्र शाहले
शपथ लिनुहुनेछ र उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा 76 को उपधारा 1 बमोजिम शपथ गराउँदै हुनुहुन्छ। 26 वर्षपछि एक दलको पूर्ण बहुमत सहितको प्रतिनिधि सभा कार्यकाल प्रारम्भ भइसकेको छ। नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ हिजो लिएका थिए। आज ती सबै अनुहारहरू यति बेला शीतल निवासमा हामीले देख्न सक्छौं, जहाँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले अबको 4 मिनेटपछि उहाँले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई संविधानको धारा 76 को उपधारा 1 बमोजिम शपथ गराउँदै हुनुहुन्छ। नवनिर्वाचित सांसदहरूलाई हिजो ज्येष्ठ सदस्य अर्जुन नसिम केसीले संसदको नयाँ भवन सिंहदरबार स्थित हलमा शपथ गराउनु भएको थियो। उहाँ पनि अहिले यति बेला प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रममा उपस्थित हुनुहुन्छ। हामी यहाँहरूलाई प्रत्यक्ष रूपमा शीतल निवासमा के भइरहेको छ, कस्ता चहल पहल छन् लगायतका विषयमा जानकारी गराइरहेका छौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह, जो युवामाझ निकै लोकप्रिय हुनुहुन्छ, उहाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ। प्रतिनिधि सभा निर्वाचनमा झापा 5 बाट निर्वाचित 36 वर्षीय शाहले झण्डै 2/3 बहुमतको सरकारमा नेतृत्व गर्दै हुनुहुन्छ। 275 सदस्यीय प्रतिनिधि सभामा 182 सांसद रहेको रासोपाले शाहलाई हिजै मात्र संसदीय दलको नेता चयन गरेको हो र संविधानको धारा 76 1 बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभामा उहाँलाई बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त गर्दै हुनुहुन्छ र उहाँकै अध्यक्षतामा मन्त्री परिषद गठन पनि हुँदैछ। यसरी नियुक्त प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत पनि लिनु पर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले जनाएअनुसार पनि प्रधानमन्त्री सहित 16 जनाको मन्त्री परिषद बन्दैछ र त्यसमा महिलाको प्रतिनिधित्व 1/3 गराउने प्रयास पनि रासोपाले गरेको छ, जुन निकै उदाहरणीय पनि मान्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रत्यक्षबाट 13 र समानुपातिकबाट 48 गरी 1/3 महिला सांसद रहेका छन्। यति बेलाको यो दृश्य तपाईले राष्ट्रपति निवास शीतल निवासबाट हेरिरहनु भएको छ, जहाँ हामी उपराष्ट्रपतिलाई देख्न सक्छौं। रामसहाय प्रसाद यादव हुनुहुन्छ, प्रधानमन्त्री सुशीला कार्की र बालेन्द्र शाह, जो अबको केही बेरमा शपथ लिँदै हुनुहुन्छ बालेन्द्र शाह, सँगै देखिरहेका छौं। नागरिक सरकारको प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्नुभएको सुशीला कार्की आज विदा लिँदै हुनुहुन्छ र नयाँ प्रधानमन्त्री 40औं प्रधानमन्त्रीको रूपमा नेपालमा बालेन्द्र शाहको केही बेरमा नै शपथ हुँदैछ। अब 12 बजेर मेरो घडीमा 33 मिनट गएको छ। अबको 1 मिनट लगभग समयपछि उहाँले शपथ लिँदै हुनुहुन्छ। हामी पुनः यहाँहरूलाई प्रत्यक्ष प्रसारणतर्फ लिएर जाँदैछौँ। सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ दिने कार्यक्रम रहेको छ। यस कार्यक्रमका लागि आयोजित यस समारोहमा राष्ट्रपतिको कार्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण विशिष्ट महानुभावहरूमा म हार्दिक स्वागत गर्न चाहन्छु। अब म सम्माननीय राष्ट्रपतिज्यू समक्ष प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूलाई सादर अनुरोध गर्दछु।
म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वर देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई इमानदारीका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। धन्यवाद। यसपछि नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो आसनमा रही शपथ पत्रमा हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू